नेपालको मुद्रा दर एक भारतीय रुपैयाँ बराबर 1.6 नेपाली रुपैयाँमा स्थिर छ। यसलाई करेन्सी पेग भनिन्छ। नेपालको व्यापारमा भारतको हिस्सा धेरै ठूलो छ। कुल व्यापारको करिब 60 देखि 65% सम्म भारतसँग हुन्छ। सन् 2024 मा नेपालले करिब 10 अर्ब डलर भन्दा बढीका सामान आयात गरेको थियो, जसको ठूलो हिस्सा भारतबाट आएको थियो। त्यसैले विनिमय दर स्थिर राख्दा मूल्यमा हुने उतारचढाव कम हुन्छ। यो प्रणालीले नेपालमा मुद्रास्फीति नियन्त्रण गर्न पनि मद्दत गर्छ। उदाहरणको लागि भारतमा मुद्रास्फीति करिब 5 देखि 6% हुँदा नेपालमा पनि लगभग त्यही स्तरमा रहन्छ। यसले इन्धन, खाद्यान्न र दैनिक उपभोग्य वस्तुहरूको मूल्य स्थिर राख्न सहयोग गर्छ। तर यसको नकारात्मक पक्ष पनि छ। नेपालले आवश्यक परेमा आफ्नो मुद्रा स्वतन्त्र रूपमा समायोजन गर्न सक्दैन। यदि भारतमा आर्थिक समस्या वा उच्च मुद्रास्फीति आयो भने त्यसको प्रभाव नेपालमा पनि सिधै पर्छ। यसरी हेर्दा नेपालले आर्थिक स्थिरता त पाउँछ, तर पूर्ण नियन्त्रण भने गुमाउँछ।